ल खानु कतिको चिनी देखेछ चिनी छ छैन रस त चिनी छैन यसैबाट हैन कस्तो लाग्यो आमाले खाएको चिनी चिनी हुन्छ चिनी नखाए जस्तो चिनी नखाए जस्तो मलाई चिनी चाहिँ राख्नु भएन नि त धेरै राम्रो लाग्यो प्योर मह जस्तो छ प्योर मह नै हो अनि यो चैतमा लगाएको होइन कालेको मह औषधि पनि हुन्छ सक्दिनँ यति सकेर छोरालाई ल्याउनु पर्यो यतिमै त्यहाँदेखि होइन मन लिन हेलो एभ्रिवान नमस्ते सम्पूर्णमा फेरि कृषि प्रान्तिक युट्युब च्यानलमा चाहिँ मेरो न्यू भ्लग आउँदैछ र आज चाहिँ मेरो खास कन्टेन्ट चाहिँ के भन्दाखेरि हामी मौरी आधुनिक घरको मौरीलाई चाहिँ होइन यो चाहिँ जङ्गली मौरी थियो जङ्गली मौरीलाई छोपेर लिएर आधुनिक घरमा राखेको थियो र त्यो आधुनिक घरमा चाहिँ यसले मजाले अलिक फर्स्ट हुन सकिरहेन के कस्तो कस्तो भयो सो आज चाहिँ हामीले त्यसलाई काटेर फेरि यसलाई अनुशासनका साथ होइन यसलाई मजाले मिलाएर चाहिँ राख्न लागेको छौँ र आज हामीले चाहिँ मौरी काट्दैछौँ खासमा होइन यसलाई फेरि बनाउनको लागि भन्दा पनि यसलाई अब मजाले अनि हुँदैछ नि त होइन ल अनि ल काट्ने तयारी पन्जा छैन पन्जा सर पन्जा वेट यसै म सबै कुरा देखाउँदैछु होइन मैले काटेँ भने अरू कसैले देखाउनुहुन्छ आफूले पन्जा लाज भनेर नझार्ने हो सक्यो भने हाम्रो मह राख्ने यति देखाउनु न गर्ने भाडो तपाईँको राख्यो भने अन्त यो खासमा तपाईँको निकाल्नु पर्ने अवस्था छ यो हेर्नु न यस्तो अवस्था यस्तो हो क्या यो यता हुने ठाउँमा यता हो चैतको मह फेरि औषधि हुन्छ अरे त्यो माथि आएकै छु माथि आएको छैन भन्दा पनि यस्तो भयो कि यो राखे मिलेन अलि अनि यसलाई चाहिँ राम्रोसँग फेरि मिलाएर राख्न पर्यो भनेर कि पुरा जोडेर गोपाल सरको काम हो गरे कति छन् फेरि आउला कर है भदौदेखि हो रस्ता हाय हाय कति धेरै छ रस हेर्नु ल कति धेरै यिनलाई बाहिर निकाल्नु पुरा भएन सम्म यो बनमौरी नै हो तपाईँलाई रातो लाएर त जानु त रातो रातो त देख्न सक्नु अहिले हेर्नु अर्कोचोटि लाई तपाईँलाई ल सिक्नु है उस लाउनु न त्यहाँदेखि टोको भन्दा हुन्छ एउटा दुईवटा टोकेर केही हुन्न एउटा दुईवटा टोको भन्दा केही हुन्न मेरो मह खाइदिन लायो भनेर टोक्न नि पायो कि त राखिदिनुहोस् भनेको यो जोल थियो कि त्यही भएर खास निकाल्नु खोजेको
मैले नि त्यही भएर नि तपाईँहरू फेरि राम्रोसँग मिलाएर राख्नलाई हो नि त भनेको खासमा यो राखौँला यो यस्तै राखौँ क्या सर होइन रस्ता लगाइदिउँ के खाली छ त्यस्तो राखिदिनु त्यो राखिदिनु अनि खस्न लाग्यो छोडिदिनु के चढाइदिनु न म तपाईँको चढाउने ठाउँ होला नि त अलिकति चढाइदिनु हामी त हात चाट्न कति बेला चार्जमा थाहा हुन्न त्यही भएर जुठो त हालिदिनु न त्यही भएर त तपाईँहरूको त मौरी होइन अनुशासित खाले मौरी हो यो जङ्गली मौरी भएर हो कि यसरी नमिल्दो तरिकाले लगाएको हजुर त्यो वनमाना मौरी हो नि त्यो राम्रो हो तपाईँको हेरौँला होइन हेर्न नि पाइएन हेर्नु त नजिकै भएर झन् तपाईँको त हेर्दै होइन कि हेरौँला सर म्याडम खै त मैले भन्दै किला चराउँछ भन्ने थिएँ बिहान आउँछ मतलब बैशाख लाएर झिकाम्ला भने है होला सायद माथिको यो खास निकाल्ने होइन के यो मौरी बौलाएर हो तपाईँहरूको तल्लो निकालिदिने होइन यस्ता लगाएको कि यो खास मौरीले त्यही भएर छैन भनेको अनि बिहानै झिकेर फालेको अमृतै सबै त निकाल्ने होइन कि यसलाई चाहिँ मिलाएर राख्ने तरिकाले तपाईँहरूको ल्याउँदाखेरि 2-3वटामा रस लागेको हुन्छ के अस्ति भर्खर बाँडेको हाम्रो यो नयाँ रित्ते राख्यो र नि त्यस्तो भयो लगेर आज छ रित्ते दाउको जङ्गली मौरी हो नि त यो मात्र 4500 दियो भनेर उसको मस्ताई गाडले यो किन कालो भयो त्यो त कतैबाट त्यसले कालो ल्यायो होला नत्र राम्रो थियो रानी सर खानालाई होइन खाना यसरी खाना भएन हिजो हामीले त्यो रुखाको मौरी काटेको होइन यस्तो लाग्यो कि यस्तै खाइदियो ए म कतापट्टि उस थियो त्यो दा गरे नि हुन्छ नि यो लगाएर हेर्ने हो खासमा आँखा टोक्यो भने त टोक्यो नि आँखा सेभ गर्नको लागि यता छ क्या सर मौरी रानी मौरी दर्शक वृन्द तलमा छ पुरानो चाका थियो क्या को म्याडम केही थिएन लाखानी यो होइन यसमा नराखिकन झिकामा नि किला चार्छ क्या मौरी मह राख्ने हो राख्नु त सर यो फालिदिउँ न यो फालिदिउँ भयो यो उसको पुरानो भइसक्यो यसले फालिदिउँ भयो नयाँ राख्नु न हामी मोटाउनु नाम दिदी तपाईँ नि मोटाउनु होला है
चाका भन्ने राख्ने भने हो सरसँग सिद्ध्याएछ के त्यो हिजो हामीले अर्को जङ्गली मौरी ल्याएर राख्दाखेरि राख्यौँ त्यहाँ होइन त्यहाँदेखि टुरिटर युज भयो के आधार चाका राखेपछि अनि मौरी आफै अनुशासित हुन्छ अरे के अनुशासित साथ लगाउँदैन यो भनेको त गुलमुल हो यस्तो गरेर लगाएको नि त होइन अनि भिरमा जस्तै गरेर लगाएको के खोपामा जस्तै होइन नटोकाए गाइस मेरो हात खाली भयो छ र पनि मलाई टोकिरहेको छैन किनकि मलाई चिनिरहेछ नि त मैले रानी देखेँ कि जस्तो लाग्थ्यो कि यति रानी तपाईँले देख्नुहुन्छ यो भाले हो सरले बिहान भन्नुभएको थियो नि यहाँ काला कालो छ भन्नु त मैले भाले हो भने अघि अर्को मौरी आहा भन्दै हुनुहुन्थ्यो बिहान यस्तोमा नि लगाइराख कि मलाई थाहा छैन नि त बिचरा त्यो सब फाल्दिनु कि सर यिनी छ त खानेकुरा खाने ठाउँ यतिका बच्चा फुट्छ कहाँ फाल्दिनु हुन्छ त कमाइदिएको मेरो म खाइदियो भनेर बिचरा यिनीहरूले यस्तरी त्यसलाई यसलाई त फाल्दिनु यस्तो मिलाएर राख्दिनु राख्नु नमिलेर खासमा यो काम सबैले अर्खामा सबैले पाल्नु लाग्छ अरू असस्तो दबाईलाई चैतमा काट्यो भने उस हुन्छ अरे दबाई हुन्छ अरे सर यसलाई मिलाएर राख्नु सर म मिलाएर राख्छु यस्तो राख्नु यस्तो यस्तो हामी चाहिँ अब मह काटेर सक्यो अब यसलाई चाहिँ हामीले गोला व्यवस्थापन नजिकै आउँछ है त नजिकै आउँछ है त मौरी त म टन्नै हो जानकारी हाले मौरी धेरै देखिँदैछ त्यसले गर्दा अन्तको मौरी आयो भन्नुहुन्थ्यो नि त होइन कति छ नि यहाँ पुरै बोर्रे कहाँ छ त छ है यहाँ त के जोडिदिने भा किन यो काट्यो के हो छैन कि सर यो नमिल्ने सकेर हेर्नु न आधा चापा मिल्छ भदौमा मकै भाँच्ने बेला कति मरेको थियो मैले कति फाली किन बढाएर भाले मर्ने हो अन्त पुरै मोटो मोटो भाले एक महिना जति त फालेँ मैले ए भालेको आइयो 45 दिन मात्र आज नि त्यही हेर भनेर म त पैसाको काडौँ त भने मैले चोइता आज तपाईँले नकाड भने पनि मैले काड भनेर आउँथेँ किनकि चोइता काटेको म औषधि हुन्छ अरे नि त सबैले खान्छ सुपर राख्ने भयो एउटा खाना कार्ड लगाइदिनुहुन्छ त दिपक सर घर छ किन छैन भन्न त म गरिलिम है भन्न भुलेर तपाईँले सिस्टर भने हो कल दिन्छ त यहाँको घर होइन कि तलको घर उहाँको सुपर भएको त के सुपर के हो आधार चाका भएको त कहाँ हो तल घर तर गर्लिम दिपक सर जानु ल्याउनु कसरी माग ल्याउनु कसरी लिम भनेको
आधार चाका ल्याउनु जानु तपाईँ जानु सर जानुहुन्छ सर देख्नुहुन्न अरूले एउटा भाइ हुन्छ हुन्छ यो घाड फुटाउनु मेरो भयो सर घाड फुटाउनु पार तपाईँलाई पनि सोचिरहन्छ तपाईँले लग्नु होला यदि चाहिन्छ भने दुइटा ल्याउनु ए यसमा छैन के अरे त्यो त बनाउने हो यस्तो कस्तोमा बनाउँछ कसरी बनाउँछ यस्तो सबभन्दा पिना बनाउँछ है अमर नै भन्थ्यो चाहिँ कस्तो गाईको थुन जस्तो हुन्छ कि होइन यहाँ यता हुन्छ कि यो साइडमा तल्लो साइडमा हुन्छ यो खाली छ नि त्यहाँनिर हजुर यो पुग्लुक निस्किया नि हत्तुभन्दा अझै ठुलो हुन्छ यो हजुर हत्तुभन्दा अलि ठुलो हुन्छ त्यस्तो हुन्छ गाईको थुन जस्तो तल हजुर बाहिर हुन्छ हजुर त्यो हुन्छ अनिखेरि तपाईँले त्यो बिना धेरै भयो भने जस्तै तपाईँले यस्तो गरौँला यस्तो के यो रानी कति बेला उत्पादन गर्छ भन्दाखेरि जब यहाँको हामीले जस्तै यहाँ रानी छ होइन यो पुरानो रानी हुनसक्छ हामीले रानी खोजी यसलाई मारिदिने होइन एनुले आफै रानी उत्पादन गर्छन् कि अनि बल्ल अनि उत्पादन गर्छन् होइन अनि उत्पादन गऱ्यो भने एउटा घरमा एउटा मात्र रानी उत्पादन गर्दैनन् किनभने 2-3 रानी उत्पादन गर्छ अनि बल्ल तिनीहरूले 2-3 रानी उत्पादन गर्ने बल्ल छुट्छ कि हामीले रानी उत्पादन गर्ने भने कि त विशेषज्ञले जान्नुभएको हुन्छ नत्र चाहिँ हामीले पुरानो घरको रानीलाई मारिदिने होइन इचटमा मारिदिने अनि आफै उत्पादन हामीले चिन्न सकिन्छ मजाले सकिन्छ तर कहाँ छ भन्ने कुरा यसलाई तपाईँले यता हेर्नु म एकचोटि खोज्दै गर्छु है रानी अहिले हाम्रो कृषि अधिकारी त्यहाँ आधार चाका लिएर यहाँ कृषकलाई सेवा दिँदै हुनुहुन्छ त्यो किन त्यहाँ आधार चाका राख्नुभयो होइन यो आधार चाका नि हुन्छ त के तपाईँ कहाँ तपाईँको निस्किनै दिन्न के घेरिहाल्छ न हामीले यो गोला निरीक्षण गर्दा गोलामा दुग्रिहाल्छ यहाँ होइन भित्रको घेरे के यहाँ कम छ मौरी यतिले बिचरा के घेर यसैले भरिरहेछ एउटा गोलामा 1000 देखि 1500 2000 मौरी अट्छ कि बस्छन् भान्साकोठा बसेर त्यहाँबाट निकालेर यहाँ ल्याउनु भएको कति बेला ल्याउनु भएको खास मतलब मर्निङमा आयो कि बिहान आयो कि बेलुका आयो त्यहाँनिर यो त यो अब हेर्नुहोस् अङ्कल हेर्नुहोस् अब कसरी राख्ने भन्ने कुरा तपाईँले मलाई लाइटर दिनुभएको थियो नि म्याडम तपाईँले 1 केजी लिनुभयो देख्दाखेरि सेम चाका नै छ नि प्लास्टिक यसमा मौरी बस्छ होइन यसबाट सुरुवात गर्छ हप्ता दिन यो भरिदिन्छ यही गर्छ हप्ता दिन भरेन भने भन्नु होला बल्ल यो राखिदियो भने तपाईँले यो गरिदिनु दुःख त गर्नु पर्दैन मह छिटो बनाउनु भयो छोराछोरी पाउनु छिटो पायो होइन मह लाउनु पायो के गरेर खाने यिनीहरूले भनेर मौरीहरू यसको त फेरि निकाल यो
यसरी काट्ने यो मौरी तपाईँले यत्तिकै होइन मैले गङ्गाले पुऱ्याउनु भने त्यो साग दिन्छ त्यही पुरिन्छ यति नि हाम्रो जुन चाका छ नि त्यसमा यो छ छ यो त्यहाँ हाम्रा छैन भनिरहनुहुन्छ छ तपाईँ यो भएर त्यहाँबाट यसबाट बल्ल ऊ बनाएको छ हजुर ए त्यो राख्ने सिस्टम त्यस्तो हेर्नुहोस् मजाले हेर्नुहोस् गोला विभाजन गर्दाखेरि नि तपाईँलाई काम लाग्छ यो त्यही भएर कोही बेला म त आफ्नो दिनै बोलाउने यो प्लास्टिक हो नि त टाँस्दै गरेर सर तलबाट पर्दैन टाँसिन्छ होला च्यापसको बिहाल्ने रहेछ अटोमेटिक पनि त आउँदो रहेछ के त पहिला यता भन्छ अडियो भयो अडियो भयो ए एउटा आछ त मलाई गलप्स लाग्न भन्नै गलप्स लागेन अनि यो काट्दा त रिसाउँछ कि होइन बसाल्न यस्तो हुन्छ कि कहिले रक्सी खाइएको हुन्छ कहिले हात बनाउनु हुन्छ होइन तर पर्फिम लाग्छ कहिले यो रिसाएको हुन्छ कहिले मौसमले च्यालेन्ज गरे हुन्छ होइन यस्तो भएर रिसाउँछ नि त आजभोलि मौसम खराब छवि रक्सी खाएर हिँडै मुनि बसेको पुरा त्यसैलाई घेर भिडियो गर्दैछ भरिन्छ हप्ता दिनसम्म नहेर्नु निकाल्ने होइन राख्नु यस्तै त्यही नहेर्नु हामी मतलब यो होइन तपाईँहरूले विचार गर्नको लागि हेरे पनि एक हप्तामा यो भएर हुन्छ भन्न खोजेको के किन्ने हो मौरी ए मौरी होइन मह रस किन्ने हो विचार रहनु भएको छ घर बेटी नै हजुर अलिअलि यसलाई बाँच्ने छुट्टाइयो बाँच्नेलाई छुट्टाइयो होइन पछि अब त भयो त समस्या हुन्न अब हुन्न यस्तो राखौँ होइन पछि म आउँछु राख्दिनँ तपाईँको यही त छु सर उहाँले चाहिँ एकैचोटि राखौँ भनेको हामी चाहिँ अब मह काटेर सक्यो अब यसलाई चाहिँ हामीले गोला व्यवस्थापन नजिकै आउँछ है त नजिकै आउँछ है त यसरी 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 मौरी मोर्लाई मौरी त म टन्नै हो झन् भाले मौरी धेरै देखिने रहेछ कि त्यही भएर त अन्तको मौरी आयो भन्नुहुन्थ्यो नि त होइन कति छन् यहाँ पुरै बोर्रेखान आधार जाँदैन कहाँ छ त छ है यहाँ त के जोडिदिने भा होइन यो काटे के हो आधार सत्ता राख्ने ठाउँ छ कि छैन नि यसलाई छैन कि सर यो नमिल्ने सकेर हेर्नु न
आधा चाका मिल्छ भदौमा मकै भाँच्ने बेला हिँडा कति मरेको थियो मैले कति फाली किमबाट हारेर भाले मर्ने हो अन्त पुरै मोटो मोटो भाले 1 महिना जति त फाले मैले ए भालेको आयु हो 45 दिन मात्र बेला बेला सर आत्तिनु तर सिस्टर हेरम त हेरम भन्नुहुन्थ्यो कि मलाई आज नि त्यही हेरम भनेर आज म त पैसाका काडौँ त भने थिएँ मैले चोइता आज तपाईँले नकाडौँ भने पनि मैले काडौँ भनेर आउँथेँ किनकि चोइता काडेको म औषधि हुन्छ अरे नि त सबैले खान्छ सुपर राख्ने भाइ एउटा खाना निकालौँ हाम्रो घरको आधार साका यस्तो राम्रो पाइन्छ बुढा फुटाजी यो आधा साका कार्ड लगाइदिनुहुन्छ त दिपक सर घर छ किन छैन अन्न त म गरिलिम है भन्न भुलेर तपाईँले सिस्टर कल दिन्छ त यहाँको घर होइन कि तलको घर उहाँको घर सुपर भएको त के सुपर के हो आधा चाका भएको त कहाँ हो तल घर तर गर्लिम दिपक सर जानु ल्याउनु कसरी मागौँ ल्याउनु कसरी लिम भनेको आधा चाका ल्याउनु जानु तपाईँ जानु सर जानुहुन्छ सर जानुहुन्छ सर देख्नुहुन्न को अरूले एउटा भाइ हुन्छ हुन्छ यो घाड फुटाउनु मेरो भयो सर घाड फुटाउनु पार तपाईँलाई पनि सोचिरहन्छ तपाईँले लग्नु होला यदि चाहिन्छ भने दुईटा ल्याउनु मलाई त रानीको कोथ्रो चिनाइदिनु त ए यसमा छैन के रे रानी त बनाउने हो यस्तो कस्तोमा बनाउँछ कसरी बनाउँछ भनेर तल पिना यस्ता सबभन्दा पिना बनाउँछ है म रुक्न ल्याउँछ है कस्तो गाईको थुन जस्तो हुन्छ कि होइन यहाँ यता हुन्छ कि यो साइडमा तल्लो साइडमा हुन्छ यो खाली छ नि त्यहाँनिर हजुर यो पुग्लुक निस्किया नि हतुभन्दा अझै ठुलो हुन्छ यो हजुर हतुभन्दा अलि ठुलो हुन्छ त्यस्तो हुन्छ गाईको थुन जस्तो तल हजुर बाहिर हुन्छ हजुर त्यो हुन्छ अनिखेरि तपाईँले त्यो बिना धेरै भयो भने जस्तै तपाईँले यस्तो गरौँला यस्तो हो कि यो रानी कति बेला उत्पादन गर्छ भन्दाखेरि जब यहाँको हामीले जस्तै यहाँ रानी छ होइन यो पुरानो रानी हुनसक्छ हामीले रानी खोजी यसलाई मारिदिने होइन यिनीहरूले आफै रानी उत्पादन गर्छन् कि अनि बल्ल अनि उत्पादन गर्छन् होइन अनि उत्पादन गऱ्यो भने एउटा घरमा एउटा मात्र रानी उत्पादन गर्दैनन् किनभने 2-3 रानी उत्पादन गर्छन् अनि बल्ल तिनीहरूले 2-3 रानी उत्पादन अनि बल्ल छुट्छ कि हामीले रानी उत्पादन गऱ्यौँ भने कि त विशेषज्ञले जान्नुभएको हुन्छ नत्र चाहिँ हामीले पुरानो घरको रानीलाई मारिदिने होइन इचोटो मारिदिने अनि हामीले चिन्न सकिन्छ मजाले सकिन्छ तर कहाँ छ भन्ने कुरा यसलाई तपाईँले यता हेर्नु म एकचोटि खोज्दै खानु न पहिला घरबेटीले खानु पऱ्यो नि त होइन घरबेटीले खानु होइन खानु त्यस्तो जुठा अलग्गै खानु न कहाँ त जुठो गर्नु